नमस्ते चण्डिकाय सम्पूर्णमा यो भिडियो चाहिँ मैले हालसालै सुनसरीको देवानगञ्जमा भएको घटनाको बारेमा बनाउन गइरहेको छु। मेरो शुभेच्छकहरूले मलाई सोधिराख्नु भएको थियो तपाईले किन भिडियो नबनाउनु भएको भनेर। हिजो मंगलबारको दिन मेरो बयान थियो, बयान नसकुन्जेलसम्म मैले चाहिँ बोलेर भिडियो हाल्न पाइन्थेन भने आज बुधबारदेखि चाहिँ मैले बोलेर भिडियो राख्न पाइन्छ र म यसमा बनाइरहेको छु। र जतिले पनि सोधिराख्नु भएको थियो तपाईको के भयो त केस भनेर, त्यो चाहिँ अब हाम्रो कानुनी अनुसार अनुसन्धानहरू भइरहेको छ। अब त्यसलाई धेरै सोशल मिडियामा तालिराख्नु राम्रो पनि होइन, मान्छे अगाडि पनि बढ्नुपर्छ। सत्य के भन्छ, सत्यमेव जयते भन्छ होइन, सत्यको विजय अवश्य हुनेछ। त्यो कुरालाई अहिले साइडमा राखेर हामी सुनसरीको कुरामा सुनसरीको जुन घटना भयो त्यो सुन्दाखेरि एकदम दुःख लाग्यो, किनभने एउटा नेपाली नागरिकले ज्यान गुमाउनु परेको छ। र मलाई लाग्दैन कि त्यो कुनै सामान्य डिजे बजाएर भजन बजाएर दुई धर्मबीच झगडा भएको जस्तो चाहिँ केही पनि होइन। किनभने 2 हप्ता अगाडि भर्खर एउटा न्युज सुन्नमा आइएको थियो कि रोहिङ्ग्या मुस्लिमहरूले चाहिँ हाम्रो नेपाल प्रवेश गर्नु भएको छ मलेसियाको क्वालालम्पुरबाट भनेर। त्यतिखेरबाटै अनुमान लगाउन सकिन्थ्यो कि अब चाहिँ नेपालमा धार्मिक द्वन्द्वहरू बढ्दैछ र धार्मिक द्वन्द्व सल्काउने व्यक्तिहरू पनि हामीले चिनिरहेको जानिरहेको नै छौँ होइन। जसले चाहिँ यहाँ एकजना महिला हुनुहुन्छ, मुस्लिमा नै हुनुहुन्छ उहाँ, जसले चाहिँ हामी मूलवासी र के भन्छ मुस्लिम एक भयौँ भने यताउता भन्नुभएको थियो। दिदीलाई सुरुमा चाहिँ अस्सलामु अलैकुम होइन। तपाईँले चाहिँ के याद गर्नु पर्यो भन्दाखेरि नेपालमा मुस्लिम पहिल्यैदेखि हुनुहुन्थ्यो र हाम्रो त्यो पहाडको मुस्लिम हो जसलाई एकदम सम्मान गर्छौँ र पहाडको मुस्लिमलाई आफ्नो माटो नेपालको धेरै माया लाग्छ। तपाईँहरू जस्तो बाहिरबाट आउनुभएको जति पनि हुनुहुन्छ नि, तपाईँहरूले चाहिँ एउटा कुरा के बुझ्नुपर्छ, नेपाल भनेको एउटा वैदिक सनातनी भूमि हो। नेपालको सभ्यता संस्कृति धर्म सबै फरक छ। तपाईहरू हालसालै आएर यसलाई परिवर्तन गर्न नखोज्नु सक्नु हुँदैन हैन, त्यो कुरा हो। अब हाम्रो तीज आउन लागेको छ, तीज लगतै त सबै हिन्दू चाडपर्वहरू आइहाल्छ। र म यो चाहिँ प्रश्न गर्न चाहन्छु कि सधैँ किन हामी हिन्दू सनातनीहरूले मात्र सहने, हाम्रो सभ्यता मात्र नाश किन गर्ने? बाहिरबाट आएर जम्मा 4-5 वर्ष बस्दैमा उनीहरूले अधिकार किन हामीमाथि जमाउन खोज्ने हो? हाम्रो काहीँ हाम्रो पनि अलिकति चुकेको छौँ कि हामी पनि, त्यो कुरा हो। र नेपाल सरकारलाई म खास अनुरोध के गर्न चाहन्छु भन्दा नेपाल सरकारले आफ्नो सीमा सुरक्षामा चाहिँ एकदमै कडाई गर्नु पर्यो कि हाम्रो छिमेकी राष्ट्रबाट आउँदा पनि मजाले चेक गरेर के उद्देश्यले आउँदैछ, किन आउँदैछ भनेर सबै थाहा पाएर मात्रै इन्ट्री गराउनु पर्यो भने त झन् अरू देशको मान्छे त अब अरू नै भइहाल्यो। र यहाँ चाहिँ अहिले हालसालै फेरि गाई हटाएर गैडालाई राष्ट्र जनावर बनाउने यस्तो कुरा पनि आइरहेको रहेछ। किन बनाउनु पर्यो? नेपाल कस्तो के सोचेको होला कि नेपाललाई? नेपाल कोही मान्छेले बनाएको एउटा देश होइन नि त, कसैले आएर रुल्स चेन्ज गर्दैमा त्यो हुने होइन कि। नेपाल भनेको के हो? नेपालको महिमा हेर्नुहोस् पहिला। नेपालमा सनातन वैदिक सनातन अनन्तकालदेखि चलिआएको होइन, त्यो हेर्नुहोस् पहिला। अनि यो हालसालै आएर बसोबास गरेको बसोसराई अरू देशबाट सरेर आएको जति पनि हुनुहुन्छ तपाईँहरू धर्म भाँड्न खोज्ने, नेपाल भाँड्न खोज्ने, तपाईँहरूलाई म के भन्न चाहन्छु भन्दाखेरि नि तपाईँहरू आफ्नो राष्ट्र फर्किनुहोस्। किनभने तपाईँहरूलाई त नेपालको माया छैन कि, माटोको माया छैन। तपाईँहरूको उद्देश्य के हो? नेपालमा मेरो समुदायले मेरो धर्मले राज गरोस् भन्ने हो, जुन कि हुँदैन। नेपाल सनातन भूमि थियो, सनातन भूमि छ र सनातन भूमि रहन्छ। यद्यपि अहिले धर्मनिरपेक्ष भनेर सनातन भूमि हाम्रो नेपाललाई राखिएको भए तापनि नेपालमा अहिले पनि सबैजनाले भन्ने भनेको हिन्दू राष्ट्र हो, सनातन भूमि हो भन्ने नै हो। र यहाँ यो भन्नुको मतलब यो होइन कि हिन्दू धर्म बाहेक अरू धर्म बस्न पाउँदैन भन्ने कुरा होइन। हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू पनि त मुस्लिम कन्ट्री गएर बस्नु भएको छ, क्रिस्चियन कन्ट्री गएर बस्नु भएको छ होइन, त्यो भन्नुको मतलब त्यो होइन। तर मेन कुरा के हो भन्दाखेरि हामीले जे पनि गर्छौँ यहाँ सनातनलाई एउटा बेस बनाएर गर्नुपर्छ। गाई राष्ट्र जनावर थियो, राष्ट्र जनावर गाई नै हुनुपर्छ, चेन्ज हुनु भएन। यहाँ गाई मारेर खाने, गोरु मारेर खाने जस्तो कुराहरू पनि आउँछ। त्यो चाहिँ तपाईँहरूको मूर्खता हो। नेपालमा बसेर त्यो भन्नुहुन्छ भने चाहिँ तपाईँहरूलाई आफ्नो माया, देशको माया छँदै छैन, आफ्नो आमाको माया छँदै छैन भनेर बुझ्नुपर्छ। अब जुन गोली चलायो भन्ने कुराहरू पनि आइरहेछ सुनसरीमा होइन, गोली चलाउँदाखेरि चाहिँ लाइन गयो अरे। अब यो कुनै पनि किसिमले चाहिँ अलि त्यो नर्मल कुरा चाहिँ होइन, यहाँ शङ्कास्पद कुरा छ। अब सिडिओबाट चाहिँ हामीले त आदेश नै दिएको छैनौँ गोली चलाउन भन्ने कुराहरू पनि न्युजहरूमा फ्ल्यास भइरहेको छ। यो चाहिँ एकदमै सोच्नुपर्ने कुरा हो। जहिले पनि किन सनातनलाई टार्गेट गरिन्छ? अब हाम्रो चाडपर्व आइरहेछ होइन, अब तिहारमा 8 बजेपछि देउसी खेल्न नपाउने अरे, भैलो खेल्न नपाउने अरे,
यस्तो कुराहरू छ। अब यहाँ गल्ती कसको भन्ने, हामी सनातन धर्मावलम्बीको गल्ती हो कि हामीले सुरुदेखि नै एकदमै कडा एक्सट्रिमिस्ट भएर लाग्नु पर्थ्यो कि होइन? हामीले त वसुधैव कुटुम्बकम भन्छौँ होइन, सर्वे भवन्तु सुखिनः भन्छौँ। यो भनेर हामीले अलिकति हामी झुकेको हो कि लच्केको हो कि हामी पनि अलिकति उग्र हुनुपर्ने हो कि होइन? त्यो कुरा हो। र नेपाल सरकारले पनि सीमा सुरक्षामा चाहिँ कडाई गरिदिनु, हजुरले यही कुरा हो मेन अहिलेको समयमा गर्न सक्ने भनेको। त्यसको लागि म हात जोडेर बिन्ती गर्न चाहन्छु नेपाल सरकारलाई। र अहिले जति पनि आउनुभएको छ बाहिर देशबाट हाम्रो नेपालको सभ्यताहरू र नेपालको एउटा यो भड्काउनको लागि सामाजिक सद्भाव, तपाईँहरू सक्नुहुन्छ भने आफ्नो राष्ट्र फर्किनु, सक्नुहुन्न भने तपाईँहरूलाई ठिक पार्न पक्कै पनि केही हुन्छ, केही गर्ने नै छौँ हामीले। त्यति भन्दै म आफ्नो यो 2 शब्द टुङ्ग्याउन चाहन्छु। धन्यवाद।